हाई एभ्रिवान नमस्ते वेलकम ब्याक माई मिनी भिडियो एन्ड म चाहिँ धेरै पछि जोडिन आएँ आजभोलि चाहिँ हामी बुद्धिस्टहरूको चाहिँ सगादावा चलिरहेको छ नि त दिदी र म चाहिँ सोमुकोडा गर्न गएको थियौँ अनि यो पार्ट चाहिँ मैले बाहिरबाट मात्रै देखिरहेको थियो भित्र म गएकै थिएन अस्ति जाँदा चाहिँ दिदी र म भित्र गएको कति राम्रो हरियाली सुन्दर अनि शान्त ठाउँ रहेछ कि मजाले फुलहरू नि फुलिरहेको भित्र छिर्ने बित्तिकै एकदम शीतल हुने शान्त कस्तो मनै अर्कै हुने खालको ठाउँ रहेछ यो चाहिँ अनि यताउति हेर्दै यतातिर चाहिँ बत्ती बाल्ने ठाउँ पनि रहेछ यो साइडमा चाहिँ हामीले चाहिँ उतै बालिसकेको थियौँ अनि दिदी र म चाहिँ बाहिर निस्केर यस्तो गर्मीमा हिँड्न थालेँ छाता ओढेर पानी किन्दै खाँदै कहिले गफ गर्दै अगाडि पछाडि हुँदै हिँड्न थाल्यौँ अनि कति धेरै भिड थियो क्या दिउँसो पनि दिउँसोभन्दा पनि अझ बिहान बेलुका चाहिँ धेरै भिड हुने रहेछ यहाँ मेरो चाहिँ फर्स्ट टाइम हो नि त यो यसरी सागा धावामा कोडा गरेको अनि त्यही भएर पनि धेरै सकिनँ मैले चाहिँ जम्मा 7 कोडा मात्रै गरेँ त्यति गर्दा पनि मेरो खुट्टाहरू एकदम दुखिरहेको थियो कति धेरै थाकिरहेको थियो दिदी चाहिँ 13 कोडा गर्छु भनेर बस्नु भएको थियो अनि यो साइडमा चाहिँ बत्ती बाल्नु हुँदो रहेछ अनि दिदी र मैले पनि यही साइडमा बत्ती बालेको थिएँ बत्ती बालेको चाहिँ मैले भिडियो लिएन अनि एकछिनपछि चाहिँ पानी परेको थियो पानी परे पनि हामी दुईजना चाहिँ छाता ओढेर कोडा गर्न थालेको थियो पानी परेर अलिअलि शीतल भयो त्यही पनि अब घाम पनि लाग्ने पानी पनि पर्ने भइरहेको थियो यो साइड चाहिँ मलाई एकदमै धेरै मनपर्ने भएर मैले यही साइडको मात्रै भिडियोहरू लिइरहेको थियो अनि एकदम हरियाली छ कि यो साइडमा चाहिँ हरियो छ शीतल पनि अनि बेलुका चाहिँ सानो आनीहरूलाई चाहिँ यसरी कोडा गर्न ल्याउनु हुँदो रहेछ हेर्दै कति माया लाग्दो क्युट थियो सानो सानोहरू हुनुहुन्थ्यो अनि बेलुका भइसकेको थियो यतिखेर चाहिँ बेलुका चाहिँ यसरी भिड हुँदो रहेछ कि कति धेरैजना आउनु हुँदो रहेछ कोडा गर्नलाई भनेर मैले चाहिँ भिडियो लिँदै थिएँ मेरो चाहिँ खुट्टा दुखेर एकदमै दिदी म अब सक्दिनँ होला म त जान्छु भनेको अनि हुन्छ सक्दैन भने जाउँ न त भनेर भन्नुभएको थियो मैले चाहिँ जम्मा 7 कोडा गरेँ दिदी चाहिँ अझै बस्नु भयो कि म चाहिँ जानुभन्दा अगाडि उता बुद्ध पार्कमा गएर दिदी र म दुईजनै गएर यता दर्शन गरेर घर गएँ अर्को भिडियोमा भेटौँ ल बाई